हाई गाइस दर्शन नमस्ते। यो भिडियो चाहिँ पाटन श्रीकृष्ण मन्दिर अगाडिबाट है त। अनि यो चाहिँ नेपालको हजुरहरूलाई त थाहै छ, नेपालको सबैभन्दा ठुलो र पुरानो मन्दिर है। अनि हाम्रो आस्था, हाम्रो धरोहर है। अनि मलाई पनि कस्तो हेर्न मन लागेको, त्यही भएर म दरबार स्क्वायर, पाटन दरबार स्क्वायर हेर्न भनेर जाँदा अनि यहाँनिर पनि भिडियो बनाउन मन लाग्यो। अब पहिले पहिले त झन् हामी यो श्रीकृष्ण जन्माष्टमीको दिन आउँदाखेरि कति भिड हुन्थ्यो के। हुन त अहिले पनि मान्छेहरू त आइराख्नु भएको छ है, टुरिस्टहरू पनि आइरहनु भएको छ, तर पहिला जतिको भिड नभए पनि है। अनि मलाई पनि हेर्न मन लाग्यो, अनि मैले पनि यहाँ भिडियो बनाइहालौँ न त भनेर अनि म चाहिँ भिडियो खिचिरहेको, बनाइरहेको भनौँ। रमाइलो लाग्यो धेरै पछि आउँदा पनि है। अनि धेरै चेन्जेसहरू थियो, तैपनि अब मन्दिर चाहिँ जीर्ण अवस्थामा पुगिसकेको थियो रहेछ भनौँ है। अनि मलाई चाहिँ कस्तो हेरेर आनन्द चाहिँ आयो के, जे भए पनि हाम्रो आस्था हो नि त है। अनि अब माथि त म गइनँ, यहाँ अगाडिबाट नै मैले भिडियोहरू लिएँ। अनि त्यसपछि परेवाहरू उडिरहेको ठाउँबाट मान्छेहरू घुमिरहनु भएको थियो, यतातिर पनि थुप्रै। कोही चाहिँ बसिरहनु भएको थियो, कोही घुम्दै हुनुहुन्थ्यो, विदेशी पाहुनाहरू पनि थुप्रै देखेँ मैले है। अनि अलि भिडभाडै थियो भनौँ। अनि मैले चाहिँ सेल्फी जस्तै गरेर भिडियो चाहिँ सुट गरेँ है आफैले। अनि मलाई चाहिँ अलिकति त्यही हो, रुगाखोकी, अब एलर्जी अलिकति धुलो डस्टको भएर मास्क चाहिँ लगाइरहनु पर्ने भएर अनि पुरै कभर गरेकोले यस्तो देखिरहेको है। अनि अरू रमाइलो लाग्यो, रमाइलो भयो धेरै पछि जाँदा पनि। अनि श्रीकृष्ण भगवानको मन्दिर दर्शन गरेँ टाढैबाट भए पनि। त्यही हो, रमाइलो लाग्यो। थ्याङ्क यू गाइज, बाई बाई, लभ यु अल।